ल सबैजनालाई स्वागत गर्न चाहन्छु है त। हामी अहिले चाहिँ यो भरतपुर 9 पारस बस पार्कमा छौँ। यो टर्मिनल बस पार्क भनेर चिनिन्छ है। यहाँ मेरो पछाडि बसहरू देखिराख्नु भएको छ होला तपाईँले होइन। अब यो धनगढी जाने काठमाडौँ जाने यहाँदेखि टाढा जाने गाडीहरू चाहिँ अहिले पार्क भएर बसिरहेको छ र यही पार्क भइरहेको ठाउँमा अलिकति भ्यू पनि राम्रो आउला भन्ने हिसाबले र यो चट्ट परेको स्कुटी पनि को बारेमा एक दुईवटा चिज भनौँ भन्ने हिसाबले चाहिँ हामी आज यहाँ आइसकेका छौँ है त। यो मोडल चाहिँ अहिलेको हालको अवस्था जुन पेट्रोलहरू बढिरहेको छ, पेट्रोलको भाउहरू बढिरहेको छ, त्यसलाई मध्याह गरेर चाहिँ यो नयाँ मोडल चाहिँ बजारमा सिबिएमसी यो मेटा भन्ने कम्पनीले लिएर आइसकेको छ। यसको बारेमा एउटा दुईवटा चिज चाहिँ म यहाँ तपाईँहरूलाई चाहिँ इन सर्ट एउटा भिडियो जस्तो बनाएर म जानकारी दिने कोसिस गर्छु है त। जस्तो तपाईँले देखिराख्नु भएको छ, यसमा चाहिँ मैले झट्टै हेर्ने बित्तिकै चाहिँ तपाईँको स्कुटीको लुक चाहिँ छैन यसमा होइन। हल्का चाहिँ तपाईँको कस्तो खालको लुक छ भन्नुहुन्छ भने हल्का बल्की लुक छ होइन। त्यो बल्की लुक्सको कारण चाहिँ के हो भनेर कम्पनीसँग हामीले सोध्दै गर्दाखेरि चाहिँ उहाँहरूको जवाफ चाहिँ के आएको थियो भने यसमा चाहिँ हामीले ठुलो ब्याट्री राखेर दिन सक्छौँ होइन। यो चाहिँ प्रायः चाहिँ तपाईँको कमर्सियल युजेसको लागि युज हुने खालको गाडी भएको कारणले गर्दाखेरि ठुलो ब्याट्री चाहिन्छ र ठुलो ब्याट्री हाल्नको लागि चाहिँ स्पेस त चाहियो। त्यही भएर चाहिँ अलिकति बल्की मोडलमा चाहिँ हामीले लिएर आएको छौँ भनेर भन्नुभएको छ है। त्योभन्दा बाहेक यसमा चाहिँ अगाडि मैले सुरुमा झट्टै हेर्ने बित्तिकै तपाईँको चाहिँ डिस्क प्याडको पनि सुविधा रहे, तपाईँको डिस्क ब्रेकको पनि सुविधा रहेको चाहिँ मैले यहाँ हेर्ने बित्तिकै पाइहालेँ। 310 को नर्मल टायर लागेको छ होइन। र यो चाहिँ तपाईँको अहिलेको बढ्दो पेट्रोल भाउको अवस्थामा तपाईँलाई चाहिँ इफ तपाईँले चाहिँ त्यस्तो खालको मोडलहरूको खोजीमा हुनुहुन्छ जसको थ्रुबाट चाहिँ तपाईँलाई अलिकति भए पनि सहज होस् होइन, पैसा अलिकति कम लागोस् होइन, त्यस्तो खालको मोडलहरूको खोजीमा हुनुहुन्छ भने चाहिँ यो सिबिएमसीको यो मोडल चाहिँ बेस्ट हुने जस्तो लाग्छ छ। कम्पनीले क्लेम गरे अनुसार चाहिँ यसमा चाहिँ 120 देखि 130 किलोमिटरसम्म चाहिँ रेन्ज छ होइन। तपाईँको चाहिँ मजाको अगाडिको स्पेस पनि राम्रो छ। हामीले इन्ची टेपले मेजर गरेर हेर्दै गर्दा 1.2 फिटको चाहिँ फुट स्पेस पाएका छौँ यसमा होइन। अब तपाईँको चाहिँ केटाहरूले लगेर चाहिँ तपाईँको यसो साइडमा ढलाइदिए अथवा कुच्याइदिए भने पनि यो चाहिँ यो प्लास्टिकको पार्ट्सलाई केही नभइकन यो फलामको पार्ट्सलाई नै असर गर्ने भएको कारणले गर्दाखेरि यो मोडल चाहिँ बेस्ट हुनसक्छ होइन। अनि पछाडि चाहिँ तपाईँको सामानहरू राख्नको लागि यो क्यारियर पनि दिएको छ होइन। मैले त सामान हामीले बाँधेर युज गर्नुपर्छ भन्नुहुन्छ भने यो क्यारियर पनि हटाउनु मिल्छ, होइन भने नर्मल सामानहरू यसमा पनि राख्न मिल्छ है। तपाईँको 310 को टायर भएको 120 देखि 140 किलोमिटरसम्म जान सक्ने र अलिकति चाहिँ प्रोटेक्टिभ भएको होइन, साइडमा चाहिँ लडेर पनि केही नहोस् भन्ने खालको चाहिँ तपाईँले मोडलको खोजीमा हुनुहुन्छ भने तपाईँले चाहिँ तल दिएको फोनमा सम्पर्क गरेर आउनु होला है। अनि तपाईँ लोकेसनमै गएर किन्न चाहनुहुन्छ भने चाहिँ भरतपुर 9 पारस बस पार्क मा चाहिँ तपाईँको बिवाइडी सोरुमको छेउमा र कावासुतीमा चाहिँ कावासुती 8 सभापति चोक वाणिज्य ब्याङ्कसँगै आएर चाहिँ यो मोडल लिएर जान सक्नुहुन्छ है त।